पारेर पत्थर चट्टै गरेर खाइदिन्छ। आज म आएँ यो दिदीको घर। नमस्ते दिदी। नमस्ते। दिदी यो के को घाँस बोक्नु भयो यस्तो? यो घाँस होइन भाइ, यो दबाई हो। ओहो, यसलाई पत्थर चाट भन्छन्। यो पत्थरीको लागि प्रयोग हुन्छ। ल धन्यवाद। गाउँ घरमै आए जस्तो भयो तपाईँको धोका। यता धोकाको अर्गालो पनि लाग्ने। यहाँ त कुट्लुक 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 पारेर यो अर्गा लाग्छ। अब यो दिदीले फेरि यो दबाई, यो तपाईँको लागि दबाई हो। यो सबैलाई दिनु होला, लैजानुस् मेरो तर्फबाट। दिनुहोस् मलाई। गिफ्ट लिनु। धन्यवाद धन्यवाद दिदी, धन्यवाद। अब यो खास गरिकन औषधिमा प्रयोग गर्ने जसको पत्थरी। अरू के दिदी? पत्थरीको लागि जस्तो कि अब धेरै मोटापा छ भने चाहिँ त्यसको लागि पनि हुन्छ। मेरो पनि भुँडी मोटो पै छ यी। यो भुँडी घटाउनु होला। यसले घटाइदिन्छ यसले? यसको लागि अर्को छ। होइन, यसले घटाउँछ भुँडी अलिअलि अलिअलि। यसले यसरी पत्थरीको लागि चाहिँ हुन्छ। ल धन्यवाद दिदीको यो चिनोलाई। तपाईँ सबैले तपाईँको पनि पत्थरी छ अथवा चाहिँ केही अरू पनि समस्या छ भने यो पत्थरी चट भनेर भन्छ यसलाई। यो खाएपछि तपाईँको पनि केही हदसम्म समस्याको हल हुन्छ भने चाहिँ यो दिदीको ठम्याइ छ, भनाइ छ, बुझाइ छ, होइन दिदी? हजुर। अब म त चिया पिनको लागि आएको थिएँ दिदीको हातको। यहाँ आइसकेपछि ठुलो स्वास्थ्यको समस्याबाट पनि बचाउनको लागि यो उपहार स्वरूप दिनुभयो। यसलाई म घर लगेर चट्टै पारेर पत्थर चट्टै गरेर खाइदिन्छु। है ल भाइ भाइ धन्यवाद। कहाँदेखि हेर्नुहुन्छ तपाईँले पनि यो खानुभयो भने, तपाईँ पनि सानो सानो पत्थरी छ भने त्यो पनि ठिक हुन्छ भन्ने चाहिँ जनविश्वास छ। ल धन्यवाद।